नमस्कार सम्पूर्ण मित्रहरूमा साथीहरू आज चाहिँ हामी यो हिमाचलबाट दुःखद घटना लिएर आएका छौँ र हामी प्रवासबाट बोलिरहेका छौँ साथीहरू आज मलाई यस्तो दुःख लागेको छ हिजो मसँग सँगै भएको साथी आज छैन हामीसँग हैन हामी माझ रहेन हो तर साथीहरू म के भन्न चाहन्छु भने हामी चाहिँ हिमाचल प्रदेश सोलन फर्कीबाट बोलिरहेका छौँ यहाँ चाहिँ हिजो राति तपाईको तिब्बततिर आगो लागि हुँदा 9 जना नेपालीको मृत्यु भएको छ त्यसमा चाहिँ बिहान भेट्दाखेरि हल्का मतलब सास थियो